Hello everyone, so आज चाहिँ नेक्स्ट डे अनि नेक्स्ट भ्लग फेरि पनि म आइसकेको छु। सो आज चाहिँ म चाहिँ कहाँ जाँदैछु भनेदेखि म चाहिँ आज यहाँनिर म चाहिँ कहाँ जाँदैछु भनेदेखि यहाँ यता के भन्ने तपाईँहरूले यता कता लोकल कुखुरा पाइन्छ अरे क्या यहाँनिर चाहिँ। अनि म चाहिँ आज जाँदैछु, अब दिन्छ दिँदैन हेरौँ बेसी के हुन्छ। आज यहाँनिर लोकल कुखुरा पाइन्छ अरे, त्यसपछि म चाहिँ यहाँ लोकल कुखुरा लिनको लागि जाँदैछु। 40 रुपियाँ जुलटी पर्छ अरे। अनि पैसा यता छ, म यता छु, अनि म चाहिँ जाँदै नै छु। हेरौँ अब हेरौँ त्यहाँ कुखुरा दिन्छ दिँदैन। पहिला चाहिँ के अरे पहिला त्यहाँ एकजना दाई हुनुहुन्थ्यो क्या, उता नेपालकै दाई हुन्थ्यो। त्यो दाईले चाहिँ त्यो दाईको चाहिँ राम्रो चिन्जान्थ्यो क्या त्यो बुढासँग। अनि फेरि यहाँनिर त्यो बुढाले यहाँनिर कुखुराहरू काट्नु हुँदैन, काटेको थाहा भयो भने त पुलिसले समाएर लान्छ, त्यो भएर हामीलाई दिँदैन क्या त्यसले फेरि। अनि म गएको पनि छैन, आज जाँदैछु म चाहिँ। अनि म चाहिँ लिन पनि गएको छैन, आज चाहिँ जाँदैछु। अब हेरौँ दिन्छ कि दिँदैन हो। दियो भने लिएर काटेर हानिदिने, दिएन भने ठिकै छ। दिन्छ भन्थ्यो त्यो दाईहरूलाई, मैले त्यो दाईलाई फोन गरेर सोधेको थिएँ, दिन्छ जाउन दिइहाल्छ नि, पैसा दिइबस्छु भनेर भन्दै थिएँ। अनि दियो भनेदेखि भाले साल लिएर कटिङ हानिदिने हो भनेको। अब हेरौँ के हुन्छ। त्यही पनि जाँदैछु, 40 रुपियाँ अरे फेरि। अनि अब नेपालमा पनि कति पर्छ, 3-4 हजार पर्छ एउटा कुखुरालाई, यहाँ पनि त्यही नै। अब कस्तो हुन्छ अब हेरौँ। त्यो दाईहरूले ल्याउँदा चाहिँ ठ्याक्कै सेमली लोकलै जस्तो लिएर आउँथ्यो कि यत्रो भाले। मैले हिजो फोन गरेको थिएँ, त्यहाँनिर कुखुरा दिन्छ दिँदैन हो, हामी गयो भने भन्दा जाउन दिन्छ होला कि नदिनु, पैसा दिएपछि दिनुपर्ने भनेर भन्दै थियो। फेरि बोल्न पनि अब भाषा अब बोल्नै आउँदैन यार, 2 वर्ष भइसक्यो आएको, के हो भाषा नि यहाँको अलिक गाह्रै छ क्या। अनि त्यो दाईहरूले चाहिँ अब यहाँको भाषा बोल्थ्यो अलि। त्यो दाईहरू त धेरै पुरानो पनि भइरहेको थियो यतातिर आएको। अनि उनीहरूलाई चाहिँ दिन्थ्यो, अब हामीलाई चाहिँ के गर्छ, मलाई चाहिँ के गर्छ हेरौँ। फेरि आजभोलि यस्तो घाम लाग्छ कि, त्यस्तो घाम लागिरहेछ कि आजभोलि कुरै नगरौँ, यस्तो डेन्जर घाम लागिरहेछ कि। धेरै टाढा त छैन यहाँनिर, तर घामले टाउकोमै हानिरहेछ। फेरि बाटोहरू चाहिँ यस्तो छ यता जाने। अनि यस्तो छ बाटो, यता अलि शीतल छ। अनि त्यही नि हो, यहीँनिर हो भने चाहिँ अब बुढा छ छैन, अब यसो अलिअलि इङ्ग्लिसबाट त कुरा गर्नुहुन्थ्यो होइन। अब त्यो बुढो पनि इङ्ग्लिस फेरि अब बुझ्दैन। अब त्यसले फेरि मैले बोलेको भाषा फेरि त्यसले बुझ्दैन, यहाँको भाषा मैले बोल्यो भने त्यसले बुझ्दैन, त्यसले बोल्यो भने मैले बुझ्दिनँ क्या। फेरि प्रब्लम चाहिँ त्यो छ क्या। फेरि एकजना यहाँ सुड्डो छ, अनि सुड्डोले पालिरहेको हुन्छ क्या कुखुराहरू चाहिँ टन्नै, कुखुरा हाँस त्यसले चाहिँ त्यो कुखुराहरूको अन्डाहरू बेच्छ क्या टन्नै, पोथीहरू चाहिँ टन्नै। अनि भाले चाहिँ 3-4वटा हुन्छ, अनि त्यो चाहिँ बेच्थ्यो। अब आज हेरौँ के हुन्छ, त्यसले दिन्छ दिँदैन। जाँदैछु म पुग्न लागि, अब घर एकचोटि कुरा चाहिँ गर्ने हो। अनि के गर्छ अब सुड्डोले, अब हेर सुड्डोले दिनु चाहिँ पर्ने हो। अब दियो भने त ठिकै छ, भालेको यसो झोलसोल हानिदिउँ। यहाँ फिस करीमा काम गर्दा गर्दै, चिसोमा माछा काट्दै यसो ज्यानहरू पनि अलिक लास्टै धेरै चिसोले हानेर अलिक गाह्रो भइरहेको थियो, त्यही भएर यसो भालेको झोलसोल हानिदिउँ भनेको। अब हेरौँ है त के हुन्छ, दिन्छ कि दिँदैन। दिएदेखि त राम्रो हुन्थ्यो, रहेछ भने त दिन्छ पनि होला, रहेनछ भने चाहिँ के गर्छ थाहा छैन। अब यहाँ घरमा विचार गर्नुपर्ने हुन्छ। यही नै हो, अब यसो बुढो घर चाहिँ आइ नि पुग्यो। अब एउटा कुखुराहरू छ छैन यहाँनिर, हुनु चाहिँ पर्ने हो कुखुराहरू।
यहाँनिर हेरौँ के छ थाहा छैन हो। पोथीहरू चाहिँ लटन्नै रहेछ यहाँनिर। अब भाले चाहिँ छैन क्या। लेसी पोथीहरू चाहिँ रन्नै रहेछ यहाँनिर। पुरा अन्डा सन्डा पारा बेच्छ नि त बुढोले। यता पनि टन्नै रहेछ। सो पोथीहरूलाई चाहिँ सबलाई घाम भएर साइडमा बसेको रहेछन्। तर भाले चाहिँ छैन। पोथी चाहिँ हेर्नु ल नेपालको चाहिँ वहाँनिर रहेछ एउटा सेतो भाले। जङ्कीकै रहेछ भाले चाहिँ। पोथीहरू चाहिँ छैनन्। वहाँ एउटा भाले रहेछ। अब बुढो घरमा छ कि छैन। बुढो घर चाहिँ यही नै हो। हेरौँ बुढो छ कि छैन हो। अब बुढो रहेछ भने त बेला पनि रहेनछ भने चाहिँ चेस कोलेगा। अब बुढो घर यही नै हो। सो बुढोलाई बोलाउनु पर्ने हुन्छ यहाँबाट। अमिगो कोलेगा। बुढो छैन कि क्या हो यार। पछाडितिर एकचोटि भिजिट हाल्नु क्या। पुरा गाई फर्महरू भोकायो चाहिँ। गाई फर्महरू हेरौँ के छ। कोही पनि छैन यार। पुरा हाम्रो गाउँ घरमा जस्तै छ क्या। कोही छैन नभएर यहाँनिर बुढो छैन क्या। यता यसो गाईहरू छ यस्तरी बसिरहेको। गाईहरू यता छ। बुढा घर चाहिँ यही नै हो। हेरौँ चाबीले लगाइरहेको रहेछ। अब कति बेला आउँछ त्यो केटा कहाँ गएको छ। सो भाले लिन गएको बुढा चाहिँ आउँदै आएन। आज आउँदैन अरे बुढा चाहिँ। बुढाको छोरो पनि ल्याइन्छ आज चाहिँ। भोलि मात्रै आउँछ अरे। अनि 1 घन्टा जति वेट गरेँ। अनि त्यहाँबाट त्यहाँ काम गर्ने केटा रहेछ त्यो गाईलाई घाँस पानी गर्ने। त्यसलाई सोधेको आज आउँदैन अरे। अनि त्यही नै आज भाले चाहिँ ल्याउन पनि पाइएन। म चाहिँ फर्किसकेको छु। 1 घन्टा जति वेट गरेँ आएन। फर्केँ अब पाइएन अब के। अब आलु सालु पकाएर हान्नु पर्ला खानासाना। ल त्यही नै हो। भिडियोलाई पनि यतितिर एन्ड गरिदिन्छु अब। भिडियो छोटो भयो होला। सबले हेरेर माया देखाइदिनु होला।